हेलो नमस्ते फ्याफुले जोहार वेलकम ब्याक टु माई न्यू एपिसोड गाइज। यति बेला चाहिँ म है बान जाँदैछु अनि गरम चाहिँ अति नै छ है, अति नै गरम भएर म चाहिँ एक्लै खोला नुहाउनुलाई आइपुगेँ जाँदैछु है। अनि साह्रो अल्छी लाग्यो घरमा बसेर, एकदमै परेशान पनि भयो नि त गर्मीले। यहाँ देख्नु सक्नुहुन्छ पसिना कस्तो जाँदैछ। अनि त्यही माथि फेरि आज चाहिँ कारेन्ट पनि थिएन बिहानदेखि घरमा। अनि के गरौँ भने चाहिँ हतार हतारमा चाहिँ हल्का खाना खाएर चाहिँ खोलातर्फ एक्लै आएको छु, कसैलाई बोलाइन पनि। अनि मलाई जानु मन लागेपछि गइहाल्छु, म एक्लै भए पनि होस् या साथी भए पनि म चाहिँ लागिहाल्छु। अनि म चाहिँ अलिकति अगाडि जाने हो, वहाँ अगाडि पुगेर चाहिँ त्यहाँ बेलगाछ छ एउटा, बेलगाछमा चाहिँ त्यहाँ भएर चाहिँ तल झर्छु म बाँधदेखि। अनि खोलामा एकछिन ठन्डा भएर बस्ने हो। 2-3 घन्टा चाहिँ म यहाँ स्पेन्ड गर्छु टाइम है खोलामा। अनि एक्लै आएको छु, नुहाउँदै बस्ने, बाहिर रमाइलो गरिन्छ है। धेरै खोलामा धेरै मान्छेहरू आएको छन्। अनि एउटा साथीले चाहिँ मैले फोन गर्थेँ, अनि जाउँ खोलातिर खेल्नुलाई भनेको थिएँ। ऊ चाहिँ जाने तर बट पछि जान्छु भन्दै थियो। सँगै जाउँ न त भन्दा होला। म त कति बस्नु अल्छी लाग्छ, होस् म जान्छु भनेर चाहिँ म चाहिँ निस्किदिएँ। अनि सायद आउनु सक्छ उनीहरू, पछि आउँछ होला एकछिन पछि चाहिँ। गाइज फाइनली म चाहिँ यहाँ बेलगाछ भनेको चाहिँ यही हो, बेलगाछ यहाँ आइपुगेको छु। अब खोला चाहिँ यता छ है, तलतिर मान्छेहरू चाहिँ धेरै, प्रायः महिनावारीको चाहिँ टोटलै मान्छे यहाँ खोलामा हुन्छ। दिनभरि माछा मार्ने, माछा मारिराखेको हुन्छन्, लुगा धुने लुगा धुइरहेको हुन्छन्, नुहाउने नुहाइरहन्छ। केटाकेटी झन् ढुक्कै यहीँनिर, स्कुल पनि बन्द होला सायद, यही छुट्टी होला, गर्मी छुट्टीले गर्दाखेरि केटाकेटी सबै ढुक्कै खोलाभरि। अनि यहाँ बेलगाछ हो, यहाँ चाहिँ पूजा पनि हुँदो रहेछ, सांसारिक पूजा भनिन्छ। अनि यहाँ चाहिँ रेस्ट गर्ने ठाउँ पनि छ, अलिकति शीतल पनि छ। अनि यहाँ चाहिँ बाइक साइक राखिन्छ है। अनि त्यहाँदेखि हामी त के भन्नु, म चाहिँ अब जान्छु खोलातिर, तलतिर उहाँ गएर चाहिँ उता गएर चाहिँ म नुहाउने छु। यो बाटोमा चाहिँ म आएको बान भएर। यस्तो छ नजारा। यहाँ हेर्नुहोस् गाइज, खोला हो यो, राइडकको अर्को सानो भाइ केटाहरू नुहाउँदैछ, नुहाइसकेछ। अनि आधी यता पनि नुहाउँदैछ, 2-4 जना परतिर पनि छन्, माथि पनि छन् है। खोला चाहिँ एकदमै चिसो पानी छ है। यहाँ चाहिँ डुबाउँदैन, त्यो छाती जति हुँदो रहेछ, अहिले घटेको छ पानी चाहिँ। यस्तो छ नजारा। अब म चाहिँ यहाँ 2 घन्टा चाहिँ स्पेन्ड गर्छु टाइम यो खोलामा बसी है। एक्लै आएको छु, कोही आउँछ होला पछि, सायद आउनु पनि सक्छ। म चाहिँ 2-3 डुब्की लगाएर बसेको यहाँनिर एकछिन, ठन्डा जाडो लाग्यो है। पेन पनि भिज्यो सबै। अनि यहाँ केटाहरू अझै थुप्रै आउँछ नुहाउनुलाई, यता थुप्रै छन्, यता माथि छन्। कहाँ? म अहिले एकछिन पछि जान्छु। किन? ल फेरि लाग्नुपर्छ डुब्की, 2-3 डुब्की लाउनुपर्छ, त्यसपछि लाग्नुपर्छ घरतर्फ है। मजा आयो, ठन्डा लाग्यो, ठन्डा महसुस भयो यहाँनिर बसेर चाहिँ। आमामा केटाहरूको दुनियाँभरको केटाहरू छ, कहाँ कहाँको। बल्छीमा खोइ हेरौँ त, देखा त माथि, माथि त कहाँ देखा न, यता छेउमा लिन खै सानो माछा। यो के गर्छ हौ, अचार बनाउने? हाम्रो यो पुच्चीहरू बहुत मेहनत गर्छ तर खोलामा डेली आउँछ यिनीहरू, बल्छी लिएर आउँछ। अस्ति पनि यो भाइले चाहिँ हामीलाई 1 पावा जस्तो माछा दिएको थियो पार नि जालमा। तेरो नाम के अरे? अभिराम के हो? अभिराम खरिया। एकदम राम्रो भाइ छ यो चाहिँ, सधैँ यसलाई प्रायः जस्तो यहाँ खोला आयो भने यसलाई भेटिन्छ यो भाइलाई। सो गाइज फाइनली म चाहिँ नुहाइसकेँ, चेन्ज पनि भएँ। अनि गामछा लगाएको छु। लुगा चाहिँ मैले जुन चाहिँ लगाएर नुहाएको थिएँ त्यो चाहिँ मैले धुएर सुकाएको छु। एकछिन सुकेपछि चाहिँ म घरतर्फ लाग्छु। अनि कतिले चाहिँ मलाई भन्थ्यो खालि खोलाको भिडियो बनाउँछ, खालि खोलाको भिडियो बनाउँछ। बालमा त मलाई है, म जहाँको पनि बनाउनु, त खोलाको बनाउनु कि जहाँ पनि, म जहाँ जान्छु त्यहीँको बनाउँछु। म खोलामा आउँछु नुहाउनुलाई, गर्मी छ है, रिल्याक्स गर्न आउँछु, म त्यहीँको बनाउँछु भिडियो। तपाईँलाई के लाग्छ है? अनि कतिले चाहिँ भन्छन् अब त्यस्तो भन्दो रहेछ, भन्नेले भन्दै गर्छ नि त, मतलबै छैन मलाई, बाल मतलबै छैन नि त कसैको। अनि म त अब खोलामै आउँछु, एक्लै भए पनि आउँछु, रिल्याक्स गर्छु, रिल्याक्स फिल हुन्छ मलाई। अनि भिडियो बनाउनु मन लाग्छ, म बनाउँछु आफ्नो यादगारको लागि यो भिडियो। उनीहरू हेर किन आएर मतलब छैन नि त है। अनि अब जसले हेर्नुहुन्छ खुसी लाग्छ, राम्रो कमेन्ट पनि आउँछ। कतिले चाहिँ भन्छन् कि अब खालि खोलाको भिडियो बनायो, खालि खोलामा गयो भिडियो बनायो भनेर। अनि के गर्नु त, म खोलै आउँछु प्रायः जस्तो है, अनि खोलाकै बनाउँछु म। सो गाइज केही होइन, केही छैन। म चाहिँ अब एकछिन पछि घर निक्लिन्छु। अनि 2 घन्टा चाहिँ स्पेन्ड गरेँ मैले टाइम यहाँ खोलामा आएर, नुहाइधुवाइ गरेँ, बसेँ, रिल्याक्स भयो। अनि अब लुगा चाहिँ सुक्नु बाँकी छ, सुक्दैछ। अनि आज फेरि घामै त्यति छैन, फेरि हेर न, आज चाहिँ घामै त्यति लागेको छैन। फेरि लुगा सुकाएको सुक्छ कि सुक्दैन
हेर्न बस एकछिनपछि सुक्छ 10 मिनट वेट गर्छु सुकेपछि चाहिँ म घरतर्फ लाग्छु सो भिडियो कस्तो लाग्यो के लाग्यो आफ्नो कमेन्ट गर्नु होला है अनि मन परे लाइक पनि गरिदिनु होला भिडियोलाई सेयर पनि गरिदिनु होला तपाईसम्मको लागि टेक केयर बाई बाई